गाडीको काम परेर यस्तै छ। रातिको 9 बज्यो, टक्क गाडी चढियो। अब चाहिँ टक्क हिँड्न पऱ्यो। यस्तै छ। भोलि टाइममा पुग्नु पऱ्यो। भोलि टाइममा पुग्नु पऱ्यो। बाटो राम्रो भइदियोस्। बाटो राम्रो भयो भने चाहिँ गाडी चाहिँ राम्रो है। टक्क यस्तो छ। गाडी चाहिँ ठिक छ। टक्क मस्त सुतेर जान टक्क मिल्छ। अब गाडी जहिले भेटौँ न। जाम परेछ यहाँ टक्क यस्तै छ जाममा। बुटोल सहर के भन्नु अब सागर केही छैन। अब मस्त सुत्दै जाने हो। मस्त छ हो टक्क लगाएर पुग्नु पऱ्यो। त्यही अरू के काम गऱ्यो टाइममा ठिकै छ। अब गाडी चढ्दै भेटौँ न। ट्राफिक चौकबाट युटर्न यस्तै छ। नाइट लाइफ त जाम पऱ्यो छ पछाडि। गैडाकोटमा गैडाकोटमा के गर्दै हामी खाना रोकिदिए हो। नास्ताहरू हाम्रो बाख्राहरू हिँडेको त्यही भएर धेरै खाना बाटोमा हिँड्ने यता सेतै हो है चस्मा। सेतो जसमा सेतै त हुन्छ नि खाजा एकछिन कालो हुन्छ। बिफोर आफ्टर हो क्या। अहिले सेतोमा भोलि भन्दा कालो हुन्छ है। ल है टुमारो अब सिधै भोलि बिहान अब काठमाडौँ टक्क यत्तिकै कल गर्छु तपाईँलाई मैले। कलमतिर यत्तिकै ल है। आरामघाटको ठुलै गाइज नारायण काठमाडौँ पुग्यो। बिहानको 5:50 टक्क लाएर कति बजी हिँडेको अरे हामी 9 बजी हिँडेको बुटोलबाट काठमाडौँ चाहिँ 6 बजी आइयो है त। ल अहिले भेटौँला। हामी चाहिँ रुमको खोजीमा हाम टक्क यस्तै काठमाडौँ सिटी होइन र। यस्तो लगाएर कामसाम भ्याउने अनि फर्किहाल्ने। अहिले चाहिँ 5:51 लेमन टी चाहिँ मिठो लगाएर आज फर्स्ट टाइम सामानलाई काठमाडौँको होइन र।
गार्डन अन्त मिठो गरे काठमाडौँको ल ल ल ल ल राइट त्यहाँ हो अब सागर हामी सामाकोसी सामाकोसी है छ मैले फेरि तामाकोसी हेरेर औडाहरू माइक्रो चढ्ने जाने काठमाडौँ चिसो है तर काठमाडौँ चाहिँ चिसो है छ काठमाडौँ टक्क लगाए अहिले भेट्छौँ गाइस हामी चाहिँ रुमको खोजीमा टक्क लगाएर तर रुम पाइएको छैन अहिलेसम्म हामी कहाँ सामाकोसीमा रुम खोज्न आएको काम यति थियो भनेर सामाकोसीमा रुम नपाइने फेरि झन् ब्याक टु बसपार हिँड्दै सामा गोङ्गोको भन्ने अब कहाँ हो फेरि कति टाढा छ अब यहाँबाट त्यस्तै छ काठमाडौँ होइन र सागर यस्तै त है हाम्रो रुम चाहिँ यस्तै छ 3-4 घन्टाको लागि हायर गरेको रुम यो हाम्रो बाल्कनी टक्क यस्तै छ काठमाडौँ भ्यू पनि यस्तै हो राजा यो हामी सागर कहाँ हो र नि यस्तो 1 घन्टा लाग्यो गङ्गोबाट आउन नि यस्तो बाटो सीता पाइला आइयो काठमाडौँ सकिन्न भयो झन् गाडीमा हिँड्न त औडा हुने है पठाउन बरु उस हुन्थ्यो गाडीमा त औडा हुन्छ ठाउँ पनि थाहा छैन अझ त्यहाँ अझ काठमाडौँको जाम गाइसहरू यस्तै छ लास्टै उकालो है चाहिँ त्यहाँ होइन उकालो भएर एउटा फ्या भयो कहाँ आइयो छाउनी रे ठाउँको नाम पनि छाउनी रे अब कहाँ हो यो छाउनी भन्ने त्यो भेजा त र अहिले भेटौँला यस्तो छ ठाउँ काठमाडौँको गर्मी है त घुम्दाखेरि त गर्मी हुने है त काठमाडौँमा नि औडा गर्मी हो क्लक कति हो क्लक 11:45 भयो 12 बजेको घाममा टक्क लगाएर हिँड्ने छ अब कहाँ हो के हो केही थाहा छैन कतातिर जाने हो रेड लाइट ट्राफिक लाइट है यहाँ टक्क लगाएर काले अघि कहाँ हो हामी हराइयो है हामी गाइसहरू हराएको अवस्था टक्क लगाएर कहाँ हो कुन बाटो जा भन्यो थाहै छैन एउटा हिँड्दै आउँदा त्यस्तो हुने रहेछ होला आम्मा गल्ली गुच्ची घुम्दा हामी बल्ल आउने कोसिसमा छौँ कहाँ हो तर थाहा छैन फाइनली गुगल म्यापले हामीलाई औडा घुमायो लास्टमा मान्छेसँग सोधेर यता जाऊ बाबु उता जाऊ बाबु भनेर टक्क आइयो कहाँ हो अझै थाहा छैन फिक्स छैन अझै गाह्रो छ बल्ल कागज पत्र चाहिँ आयो हाम्रो भेटेर कठिन अप्नाएर यहाँ त्यहाँ पनि ठाउँै नभेट्टाएर औडाएर कहाँ हो अरे अब माझ रिजल्ट पुग्न भन्ने अब 1-2 घन्टा अब 1-2 घन्टा कहाँ बस्यो के गर्ने त्यो थाहा छैन 1-2 घन्टा पछि भेटौँला त्यस्तै छ अनि बिल्डिङ यत्रो टक्क नास्ता खान पर्यो तैँले के गरे खाने
चिकन चाउमिन खाने रे मात्रै चना अन्डा टक्क फेरि भात चाहिँ खाएको अघि भर्खर हो फेरि 10 बजे कति बज्यो यस्तै छ जिन्दगी 1 बज्यो अब यहाँ 2-3 घन्टा कुद्न भन्यो यस्तै छ गाइस फेरि चिन्ता लागिरहेको र गाइस हाम्रो चाहिँ अब काम सकियो सक्सेसफुल भयो ब्याक टु होम ब्याक टु बुटोल साथी छिटै अब कतार पुग्ने भएन त्यही खुसी लाग त्यही खुसीमा साथीले अब प्लेन चढाउने भए त्यही खुसीमा अब प्लेनमा भेटौँला अहिले एकछिनमा रुमतिर कहाँ हुन्छ टक्क लगाएर अब फेरि यहाँ 2 किलोमिटर हिँड्न परेछ कस्तो कुदाएको है त्यसले प्लेन डिले भयो यस्तै छ नेपालको कन्डिसन 1 घन्टा कुद्नु सुधार्नु पर्यो सरकार 1 घन्टा कुद्नु पर्यो फोनमा बिजी टक्क त्यही जाँदैन त्यो प्लेन त 1 घन्टा कति घन्टा लेट भयो अरे 1 आवर होइन यस्तो भिड छ के भन्नु हो त के भन्नु हो तँलाई हाल्दैन सोसियल मिडियामा कुर्ता वाक्क भइदियो गाइस यस्तै छ सिस्टमेटिक सिस्टम भएन योभन्दा 9 आवर बस चल्छ टाइम टु टाइम 9 आवर बस चल्छ 1 घन्टा भयो राम्रो कुदेको पागल जस्तो गाइस नो प्लेन हो अब त नो प्लेन कति बजे पुग्छ भएर हेरौँ आज पुगिन्छ कि भोलि पुगिन्छ थाहा छ पुगिन्छ कि भोलि पुगिन्छ थाहा होइन टिकट देखाउनु त टिकट त बल्ल बल्ल पाइयो गाइस अब जाने कतिखेर थाहा छैन जाने कतिखेर थाहा छैन लगाइसक्यो अब 6 बजीसम्म पुगिन्छ होला आइपुग्छ है डिले एकदम डिले यस्तो नि हुन्छ कति बज्यो कुद्दा वाक्क भयो हामी बल्ल गाडीमा चढेर टक्क बेला 不就是整着那个也是这个历史。 के भन्न अब टक्क सो लेट ड्याम ब्रो ड्याम यस्तै छ लेट भइयो हामी के गर्नु अब लेट भएर जानै पर्यो यति राति टक्क प्लेनमा बिजोग छ टक्क चढियो प्लेनमा त्यहाँनिर सर घुम्ने अब
सिकाउने र सूचना दिएर उडान सुरक्षामा जोखिम पुर्याउने कार्य गम्भीर अपराध हो। चालकले दिएको निर्देशनलाई सकेसम्म पालना गर्नु यात्रुको कर्तव्य हो। यो निर्देशनको उल्लङ्घन गरे आधी घन्टामा आइयो, आधी घन्टामा के भन्नु लास्टै ढिलो फ्लाइट त्यसरी आयो कि भइरहेको टक्क लगाएर घर होला नि अब डाइरेक्ट है सिधै अब अब यति नै हो होइन एन्डिङ अर्को भ्लगमा भेट्छ होटलतिर गएर मलाई 8:30 भइसक्यो घर फर्किँदै